भयो। आलु हाम्रो बोइल भइसक्यो है। यहाँ यसरी केटाहरूले बोइल भएको आलु खनाउँदैछन्। हाम्रो सामानहरू रेडी भइसक्यो है। यता टमाटर, अदुवा, लसुन, काउली, परवर सबै भइसक्यो। यो परवर हो। अब हामी परवर फ्राई गर्नु पर्यो है। हाम्रो मैदा मुस्ने कार्यक्रम सुरु भइसक्यो। एउटा चाइनिज भाइ, अर्को थारू भाइ, दुईजना गर्दैछन्। अनि यहाँ अब परवल फ्राई गर्ने हाम्रो बलिराम दाई यता काम सुरु हुँदैछ। हाम्रो यो के भन्छ, यो पिठोको डो भइसक्यो पुरीको लागि। अनि डो बनाउने हाम्रो मुखिया चाहिँ उही हो। ऊ चाहिँ इन्डियाको 5 स्टार रेस्टुरेन्टमा 12.5 वर्ष काम गरेको हो। उसलाई 12.5 वर्षको एक्सपिरियन्स छ। उमेर हेर्दा त भर्खर 22-23 को जस्तो लाग्छ। अनि उहाँ चाहिँ हाम्रो पट्याटो यानि कुक मास्टर। यसरी रेडी हुँदैछ सबै चिज। ल है, उहाँ चाहिँ हाम्रो आदित्य सर, लेफ्ट ह्यान्डको बलर हो। उहाँ चाहिँ लेफ्ट ह्यान्डले भए पनि दिइराख्नु भएको छ दनादन है। हाम्रो यता डो पुरीको लागि बन्दैछ। यो हाम्रो बेलन मास्टर, अनि उता चाहिँ रोल मास्टर हुँदैछ। हाम्रो मेन सेफ चाहिँ उहाँ हुनुहुन्छ, मेन सेफ। अनि यता हाम्रो कुकम्यान एउटा यहाँ हुनुहुन्छ, बेलन मास्टर। अनि यहाँ दुईजना चाहिँ सेफ हुनुहुन्छ, एकजना हाल्ने अर्कोले निकाल्ने। पुरी हुँदैछ, अरू सब चिज रेडी भइसक्यो। पुरी र खिर हुन बाँकी छ। पुरी छानिँदैछ। ल है, भिडियो राम्रो लाग्यो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। भिडियोकै मार्फतबाट सम्पूर्ण नेपालीलाई तिहारको शुभकामना दिन चाहन्छु है, हामी परदेशीको तर्फबाट। बुनिया पकाउने सामान रेडी हुँदैछ। यो बेसनको पिठो, बेसन है हो, बेसनको पिठो नभनौँ, चनाको पाउडर। अनि यो सेतो चाहिँ यो बेकिङ सोडा भन्छ यसलाई। अनि हाम्रो बुनिया मास्टर उहाँ नै हुनुहुन्छ। अब हेर्दै गर्नु होला बुनिया कस्तो हाम्रो बनेर रेडी हुन्छ। अनि अरू चिज पुरी भइसक्यो, पाकिसक्यो। अब पालो आयो हाम्रो सब्जीको। अब यता सब्जीको लागि कराईमा तेल तातिँदैछ। उता चाहिँ हाम्रो सेफ चाहिँ वेटिङमा हुनुहुन्छ, तेल तातियोस् भनेर। अनि हामी चाहिँ सामग्री पुगाउनमा बिजी छौँ। अब भिडियोमा तपाईँहरूलाई त बास्ना सुहाउन सक्दिनँ। धुवाँ हेरेर बास्नाको कल्पना गर्नु है। ल है हाम्रो सब्जी पनि रेडी भइसक्यो है। 2 बान्टिल सब्जी सबै यो बान्टिनमा राख्ने हो। 2 बान्टिल सब्जी रेडी भइसक्यो। हाम्रो ट्रान्सफर हुँदैछ सब्जीहरू बान्टिलमा डेलिभरीको लागि। सेफले चाहिँ टेस्ट गर्दै हुनुहुन्छ, टेस्ट कस्तो छ भनेर सब्जीको। अनि यो चाहिँ डेलिभरीको लागि रेडी हुँदैछ है। 2 बान्टिल भइसक्यो। अब खिर र बुनिया बाँकी छ। अब यही कराईमा बन्छ। बिहानैदेखि आज यतै काममा बिजी छु। ल है हाम्रो बुनिया बन्दैछ। अलि आगो कम गर्नु पर्यो, डढ्दैछ। अलि नयाँ स्टाइलको बुनिया।
यहाँ दुनियाँ है चिनीको चास्नीमा च्वास चास्नी लगाउँदैछौँ ल पाल सानो भयो जस्तो लाग्यो ठिक छ है पुग्छ यतिको नै ओके ल है हाम्रो सामान 2 बान्टिल तरकारी 2 कार्टन पुरी यसरी ट्रलीमा राखेर रुमतिर ओसार्दैछौँ अरू बाँकी रहेको सामान चाहिँ पाक्दैछन् छुट्टी छ मेरो ल है केटा कुकिङ चाहिँ हाम्रो भइसक्यो आधा कुकिङ अनि म चाहिँ अब कुकिङ छोडेर यता भगवानको लागि प्रसाद बनाउन आएको अब यहाँ केटाहरूले केरा स्याउ सुन्तला अब चाहिने चिजहरू काटकुट गर्दैछन् अनि उहाँ चाहिँ हाम्रो मेन अब यहाँ चाहिँ हामी ब्राह्मण खोज्न गाह्रै हुन्छ त्यही भएर हामीले आफैले बनाएको दाजु हाम्रै पूजापाठमा व्यस्त हुनुहुन्छ सामानहरू मिलाउँदै हेलो लक्ष्मी माता मलाई माफ गरिदिनु है मैले हजुरको रङ्गोली बनाउन सकेन प्रयास गर्न चाहिँ गर्दैछु यही हो है हाम्रो रुमको स्याहार सुरु भइसक्यो अब यो हुँदैछ काम कुरो यो तल भएको रङ्गोली चाहिँ हाम्रो नेताजीले बनाएको अनि हाम्रो नेताजी उहाँ हुनुहुन्छ माओवादीको अध्यक्ष है रङ्गोली आफै बनाउने क्यामेराम्यान पनि आफै बनाउने है मैले बनाएको रङ्गोली कस्तो छ हामी 3 जनाले बनाएको रङ्गोली हो भिडियो मन परेमा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला भिडियोको मार्फतबाट सम्पूर्ण परदेशीलाई तिहारको शुभकामना है अब हाम्रो मन्दिर रेडी भइसक्यो है यो चाहिँ हाम्रो मन्दिर हो अब टाइम भइसकेपछि पूजापाठ गरिन्छ पूजा गरिसकेपछि आज दिनभरि खाना नखाइ बसेको छु म है ल है गाइज हाम्रो दियो सियो सब रेडी हुँदैछन् टाइम मात्र बाँकी छ अब टाइम भइसकेपछि यहाँ चट्ट मान्छेहरू केटाहरू फोटो खिच्नमा व्यस्त छन् पूजाको टाइम हेर्न बाँकी छ यो सानो हाम्रो डिजे हो आजको हाम्रो कुकम्यान अघि कस्तो थियो कुकम्यान अहिले कस्तो भयो अनि ऊ चाहिँ हाम्रो नेताजी र इन्जिनियर साहब सँगै भाइ केटा हाम्रो सब काम रेडी भइसक्यो अब फोटोग्राफी चल्दैछ फोटोग्राफी यहाँ लक्ष्मी पूजा टाइम हामी साइजलाई पुगेर बसेको अब यहाँ फोटोग्राफी अहिले चल्दैछ अब कति बजेदेखि पूजा गर्ने साइड जुट्छ साइडमा ट्याक्कै भिडियो बाल्छ ऊ चाहिँ ह्यान्डसम बोय ऊ चाहिँ नेता बोय अनि ऊ चाहिँ हाम्रो पिलर मेन गुन्डा अनि यो माननीयजी हाम्रो माननीय यो चाहिँ माननीयजी हाम्रो विनोद चौधरी मलाई त सबैले चिन्नुहुन्छ होला म विनोद चौधरीको भक्त ल है अब हाम्रो पूजा सुरु हुन आँट्यो अब यति भन्दै म आफ्नो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु अब पूजाको भिडियो त अब के बनाउने अब तपाईँहरूले मेरो भिडियो हेरेर सहयोग र साथ दिनुभएकोमा धन्यवाद अब हामी पूजा गर्छौँ है त अब भिडियो मन परेमा लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला भन्दै सम्पूर्ण परदेशीलाई तिहार लक्ष्मी पूजाको शुभकामना भन्दै म आफ्नो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु जय नेपाल।